नमस्कार, म काली प्रसाद चिमरिया। आज चाहिँ म तपाईहरुलाई शेयर बजारबाट कसरी पैसा कमाउने भन्ने कुराहरु भन्दैछु। शेयर बजारबाट चाहिँ एउटा सर्ट टर्म हुन्छ, एउटा मिड टर्म हुन्छ, एउटा चाहिँ लङ टर्म हुन्छ। अनि धेरै ट्रेडरहरुले चाहिँ सर्ट टर्म खोजिरा हुन्छ। तपाईले चाहिँ 1 वर्ष भन्दा बढी होल्ड गर्नुहुन्छ भने त्यसलाई चाहिँ लङ टर्ममा काउन्ट हुन्छ। जेनरली ट्रेडरहरु 5 दिन अथवा 20 डेज अथवा 50 डेज यति कारोबार दिन भित्रमा चाहिँ क्लोज गर्न खोज्छन् प्रफिटमा। है त्यसको लागि चाहिँ तपाईले मुभिङ एभरेज हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ एक्सपोनेन्शियल मुभिङ एभरेज, एउटा चाहिँ सिम्पल मुभिङ एभरेज, अनि 5 डेज मुभिङ एभरेज पनि हेर्न सक्नुहुन्छ सर्ट पिरियडको लागि। अनि यो चाहिँ एक्सपोनेन्शियल र सिम्पल दुईटै हेर्न सक्नुहुन्छ। अर्को 10 डेज छ, 10 डेज एक्सपोनेन्शियल मुभिङ एभरेज, 10 डेज सिम्पल मुभिङ एभरेज। अर्को 20 डेज छ, 20 डेजको पनि सिम्पल र एक्सपोनेन्शियल दुईटै हेर्नुपर्छ। यो 20 डेजले चाहिँ मासिकको देखाउँछ। तपाईको चाहिँ मन्थली ट्रेडरहरु चाहिँ जसरी हाम्रो स्यालेरी महिनामा आउँछ नि, हो त्यस्तै ट्रेडरहरुले पनि महिनामा प्रफिट निकाल्न खोज्छन्। हो त्यस्ताहरुले चाहिँ यिनीहरुले चाहिँ इन्ट्री गरिरहेछन् कि एक्जिट गरिरहेछन् त्यो कुरो थाहा हुन्छ। 20 डेज मुभिङ एभरेज भन्दा प्राइस तल छ भने यो चाहिँ बेरिस हो, प्राइस माथि छ भने यो चाहिँ बुलिस हो। मुभिङ एभरेज भन्दा तल हुनलाई बेरिस मानिन्छ र माथि हुनलाई बुलिस मानिन्छ। मेजोरिटी अफ ट्रेडरले चाहिँ सेल गरिरहेछन् कि बाई गरिरहेछन् भन्ने कुरो मुभिङ एभरेज देखाइदिन्छ। त्यस्तै अर्को 50 डेज छ, 50 डेज एसएमए र इएमए, यसबाट पनि तपाईले गर्न सक्नुहुन्छ। यो चाहिँ 50 डेज एसएमए र इएमए बाट पनि तपाईले मार्केट कता गइरहेछ मार्केटको ट्रेन्ड हेर्न सक्नुहुन्छ। त्यस्तै अर्को छ 100 डेज एसएमए र इएमए, यसबाट पनि थाहा पाउन सक्नुहुन्छ। मुभिङ एभरेज भन्दा प्राइस चाहिँ माथि छ कि तल छ हेर्नु, मेन कुरै त्यही हो। प्राइस माथि छ भने तपाईको बुलिस भयो, बुलिस हुँदा शेयर किन्नु पर्यो, एकुमुलेसन गर्दै जानु पर्यो। बेरिस हुँदा चाहिँ एक्जिट गर्नुपर्ने हुन्छ। स्टप लस रुल चाहिँ 5% लस भएपछि तपाईले चाहिँ एक्जिट गर्ने हो। अनि टेक प्रफिटको चाहिँ 25% प्रफिट भयो भने निस्कने हो। अब अस्ति एनएफएसमा धेरै 600-700% पनि नाफा भएको थियो। मान्छेहरु एक्जिट नगरिकन बसेका भएर फसे धेरै मान्छेहरु। है त साथीहरु, अनि धेरै भोल्युम चाहिँ हाइड्रो सेक्टरमा हो नेप्सेको कुरा गर्दाखेरि। अर्को 20 डेज मुभिङ एभरेज पनि छ, एसएमए र इएमए। यो चाहिँ लङ टर्मको लागि तपाई चाहिँ 1 वर्षभन्दा बढी होल्ड गर्नुहुन्छ भने प्राइस चाहिँ 20 डेज मुभिङ एभरेजमा टच गर्न साथ किनिहाल्ने हो। अनि यसको स्लोप पनि हेर्नुपर्ने हुन्छ। है त साथीहरु, धन्यवाद यस्तै भिडियोहरुको लागि। लाइक गर्नु होला, कमेन्ट गर्नु होला, शेयर गर्नु होला। थ्यांक यू।